सयौं वर्षदेखि इजरायलले परमेश्वरको प्रतिज्ञा काँधमा बोकेर प्रतीक्षा गरिरहेका थिए कि मसिहा आउनुहुनेछ। धेरैले शक्ति, वैभव र राजकीय चिन्ह खोजिरहेका बेला परमेश्वरको उद्धार एक सानो बालकको रूपमा मन्दिरमा प्रवेश गर्यो। त्यो क्षण भिडले होइन तर विश्वासले भरिएको आँखाले मात्र चिनिन सक्थ्यो। एक वृद्ध सिमियोनले आफ्ना जीवनभरको आशा आफ्नो काखमा लिए। त्यही क्षण पुरानो करारका भविष्यवाणीहरू जीवित वास्तविकतामा परिणत भए। जय मसीहा डिभोसन 365 मा तपाईलाई स्वागत छ। लुकाको पुस्तक 2 अध्यायको 25 देखि 32 ले यसरी भन्दछ, यरुशलेममा सिमियोन नाउँ भएका एकजना मानिस थिए। उनी इजरायलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। परमप्रभुका ख्रिस्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा र बुवाले बालक येशूलाई उहाँको निम्ति व्यवस्था अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब उनले उहाँलाई आफ्नो कोखमा लिए र परमेश्वरलाई धन्यवाद दिएर भने, अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, जो तपाईँले सबै मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ। अन्य जातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईँको जाति इजरायललाई महिमाको निम्ति ज्योति। इजरायल त्यो समयमा रोमी शासनको अधीनमा थियो। राजनैतिक दमन, आर्थिक शोषण र धार्मिक निराशाले भरिएको अवस्था थियो। मानिसहरू दाउद जस्तै राजा आउनेछन्, इजरायललाई स्वतन्त्र बनाउनेछन् र परमेश्वरको राज्य स्थापना गर्नेछन् भन्ने अपेक्षामा बसेका थिए। यही सन्दर्भमा इजरायलका सान्त्वना भन्ने शब्द यशायाको पुस्तक 40 अध्यायदेखि 55 अध्यायहरूमा उद्धारका प्रतिज्ञाहरूसँग जोडिएको छ, जहाँ परमेश्वरले आफ्ना प्रजालाई पुनर्स्थापित गर्नुहुनेछ भनिएको छ। सिमियोन ती मानिसहरूमध्ये एकजना थिए जसले राजनीतिक शक्तिभन्दा पनि गहिरो आत्मिक उद्धारको आशा गरेका थिए। उनले बुझेका थिए कि साँचो उद्धार बाहिरी शासन परिवर्तनभन्दा पहिले मानव हृदयको परिवर्तन हो। त्यसैले मन्दिरमा देखेको त्यो सानो बालकमा उनले परमेश्वरको सम्पूर्ण योजनालाई थाहा गरे। सिमियोनका लागि उद्धार अत्यन्त महत्त्वपूर्ण थियो, किनकि उनको सम्पूर्ण जीवन नै परमेश्वरको प्रतिज्ञाको प्रतीक्षामा केन्द्रित थियो। लुका 2 अध्यायको 25 पद अनुसार उनी धर्मी र भक्त व्यक्ति थिए र इजरायलको सान्त्वना पर्खिरहेका थिए, जुन शब्दले मसीहको उद्धारको आशालाई जनाउँछ। उनको आशा केवल व्यक्तिगत मुक्ति वा आत्मिक शान्तिमा सीमित थिएन, तर परमेश्वरले आफ्नो प्रजालाई इतिहासभित्रै हस्तक्षेप गरेर उद्धार गर्नुहुन्छ भन्ने दृढ विश्वासमा आधारित थियो। पवित्र आत्माले उनलाई परमप्रभुले प्रतिज्ञा गर्नुभएको मसीह नदेखिकन उनको मृत्यु हुने छैन भनी प्रतिज्ञा गर्नुभएको थियो। त्यसैले उद्धार सिमियोनको लागि भविष्यको कल्पना होइन, जीवनको अन्तिम लक्ष्य थियो। जब उनले बालक येशूलाई काखमा लिए, उनले आफ्नै आँखाले परमेश्वरको प्रतिज्ञा पुरा भएको देखे। त्यसैले उनले शान्ति साथ मृत्यु स्वीकार गर्न सके, किनकि उनको जीवनको उद्देश्य पुरा भइसकेको थियो। सिमियोनको लागि उद्धार देख्नु भनेको परमेश्वरप्रतिको भरोसाको पूर्ण पुष्टि हुनु थियो। भाषागत रूपमा हेर्दा उद्धार शब्दको गहिरो अर्थ छ। हिब्रू भाषामा उद्धारका लागि प्रयोग हुने मुख्य शब्द येशुवा हो, जसको अर्थ छुटकारा, मुक्ति, विजय भन्ने हुन्छ र यही शब्दबाट येशू नाउँ आएको हो भने ग्रिकमा सिमियोनले प्रयोग गरेको शब्द सोतिरियोन हो, जसको अर्थ उद्धार वा मुक्ति दिने काम हुन्छ। यो शब्द केवल पापबाट बचाउन मात्र होइन, सम्पूर्ण जीवनलाई पुनर्स्थापित गर्ने परमेश्वरको कार्यलाई जनाउँछ। सिमियोनले मेरो आँखाले तपाईँको उद्धार देखेका छन् भन्नु केवल एउटा अवधारणा मात्र होइन, उनले एक जीवित व्यक्ति देखेका हुन् भन्ने जनाउँछ। यसरी उद्धार शब्द भाषिक, ऐतिहासिक र धर्मशास्त्रीय रूपमा येशू ख्रिस्टमै केन्द्रित हुन्छ। सिमियोनका लागि उद्धार अब प्रतिज्ञा मात्र रहेन, त्यो यथार्थ बनेर उनको काखमा आएको थियो। यस खण्डबाट आज हामी ख्रिस्टमा विश्वास गर्नेहरूका लागि जीवित आशा यही हो कि परमेश्वरका प्रतिज्ञाहरू समयमै र पूर्ण रूपमा पुरा हुन्छन्। सिमियोनले जस्तै हामीले पनि संसारको अनिश्चितता, दुःख र प्रतीक्षाहरूको बीचमा
परमेश्वरको उद्धारमा भरोसा राख्न सक्छौँ, किनकि यीशु ख्रीष्टमै त्यो उद्धार प्रकट भइसकेको छ। उहाँ केवल इतिहासमा जन्मिनु भएको शिशु मात्रै होइन, हाम्रो जीवनमा उपस्थित उद्धारकर्ता हुनुहुन्छ। ख्रीष्टमा हामीले पापबाट मुक्ति, मृत्युको भयमाथि विजय र भविष्यको अनन्त जीवनको आशा पाउँछौँ। विश्वासमा धैर्यता साथ प्रतीक्षा गर्नेहरू कहिल्यै निराश हुँदैनन्, किनकि ख्रीष्टमा परमेश्वरको सान्त्वना र उद्धार सधैँ उपलब्ध छ। आमेन। हामी सबैको आजको दिन आशिषमय रहोस्। जय मसीह।